नमस्कार, तपाईँलाई स्वागत छ। आज म घुम्दै युएन पार्कमा आइपुगेको छु। म तपाईँलाई आज युएन पार्कको अवस्था देख्न चाहन्छु। युएन पार्क यतापट्टि हेर्नु चाहिँ फोहोरै फोहोर फालेको जस्तो छ। अनि तपाईँलाई मैले अघि नै भनिहालेँ, यहाँनिर यस्तो तरिकाले भत्काइएको छ। यो कसरी भत्कियो, यो संरचना किन भत्कियो, किन भत्काइयो त्यो थाहा छैन। कि त यसको संरचनाको कमजोर अवस्थाले गर्दाखेरि, यसको निर्माण गर्दाखेरि यसको फाउन्डेसन जगहरू बलियो नभएर हो कि यी कुरो छानबिन हुन पनि अति नै आवश्यक छ। किनभने यसले गर्दाखेरि यहाँ आउने मानिसहरूलाई ठुलो असर पर्न सक्छ। यहाँनिर धेरै सुधार्नु पर्ने रहेछ यो पुलको वारिपट्टि, किनभने बिहान मानिसहरू स्वस्थ रहनले यहाँ आउँछन्, तर यस्तो फोहोर मैलोले गर्दाखेरि अझ स्वास्थ्यमा नकारात्मक असर पर्छ कि भन्ने मेरो एउटा धारणा तपाईँलाई जाओस् भन्ने मेरो कारण हो। तर मलाई पनि मनपर्ने पार्क भनेको यो युएन पार्क हो। हामी यहाँनिर तपाईँले देखिरहनु भएको छ अगाडि मुख्यद्वार छ, तर यता साइडमा हेऱ्यो भने सबै पर्खालहरू ढलेर यहाँ भएका सबै संरचनाहरू बिग्रिएको अवस्था हामी देख्दछौँ। यो के कारणले भयो, कसरी भयो, मान्छेले गरे हो कि यो साँच्चै नै यो कस्तो भएको हो भने यहाँको प्रशासनहरूले पनि राम्रो हेर्नुपर्ने अवस्था छ। अब म चाहिँ सिधै पार्कभित्र प्रवेश गर्न चाहन्छु। हामी मुख्य प्रवेशद्वार भत्किएको अवस्थामा देख्यौँ। अब यहाँबाट भित्र छिर्ने बित्तिकै यहाँ साइडमा एउटा सानो टहरो जस्तै, त्यसपछि अगाडि एउटा प्ले स्टेसन, जुन स्लाइडिङ भन्छ नि तपाईँको, चिप्लेटी खेल्ने, हाम्रो नेपाली भाषामा भन्यो भने चिप्लेटी खेल्ने यहाँ देख्नुभएको छ। हाम्रो दिदीबहिनीहरू उहाँहरू सबैजना चाहिँ यहाँनिर पक्कै पनि स्वस्थ रहनको लागि योगा गरेर यो चौरबाट बाहिर्दै हुनुहुन्छ। अनि यहाँनिर यो स्लाइडिङ गर्न त मन त छ, तर यो जीर्ण अवस्थामा भएको कारणले गर्दाखेरि कपडाहरू फोहोर होला कि भनेर मान्छेहरू हिचकिचाउँछ अनि यसो खेल्न जस्तो गर्छ, तर त्यहाँबाट यहाँ तपाईँलाई आज म अर्को पाटो पनि देखाउँछु। यहाँनिर मानिसहरू मात्र होइन, यहाँनिर कुकुर, बिरालो, चराचुरुङ्गीहरूको चिरबिर पनि धेरै सुनिन्छ। अनि यहाँनिर सबैजना रमाइलो गर्न आउँछ। वास्तवमा यसलाई संरक्षण गर्नु धेरै राम्रो कुरो हो र मानिसहरूको स्वास्थ्य अनि पशु प्राणीको स्वास्थ्यको लागि यो ठाउँ अत्यन्तै राम्रो छ भन्ने लागेको छ। त्यसो भए अब हामी यहाँको रमाइलो पक्षतर्फ पनि ध्यान दिउँ। यहाँनिर हेर्नुहोस्, अघि मैले भनिहालेँ मानिस मात्र होइन, यहाँनिर कतिपय यस्ता प्राणीहरू, जनावरहरू, चराचुरुङ्गीहरू पनि एकदमै रमाइलो गरिरहेको पाउँछौँ। हामी यताबाट देखिरहेको छौँ यो सोलिङ गरिएको, जसरी ढुङ्गाले छापिएको यो बाटोहरू छ, यो बाटोहरू हुँदै मानिसहरू बिहान यसरी बिहानको जगिङ अनि बिहानको यो दौड अनि आफ्नो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नलाई बिहानै पछि व्यायाम गरिरहेको हामी यहाँ भेट्टाउँछौँ। अनि मानिसहरूले यहाँनिर साँच्चै नै स्वास्थ्यको लागि, आफ्नो शरीरको लागि उपयुक्त ठाउँ पनि भएको छ। तपाईँले देख्नुभएको छ यतापट्टि बागमती बगिरहेको छ, पर युएन पार्कको एउटा पुल देखिरहेको छ। हामी पुलवारी छौँ, पुल पारीको त मैले देखाएको छैन। समय भए अर्को भ्लगमा तपाईँलाई देखाउन चाहन्छु। अब तपाईँलाई म यहाँ पाइने बोट बिरुवाहरूको बारेमा देखाउँदैछु। अगाडि तपाईँले देखिरहनु भएको छ यो बाँसको ज्याङ। यो सानो यो बाँस हाम्रो नेपालको हिमालदेखि तराईसम्म पाइने यो एक प्रकारको है। अनि अर्को यो चाहिँ हो लहरे पिपल। यो पिपलमा तपाईँले
साह्रै राम्रो झाँगेर गएको छ। यहाँनिर यसरी विभिन्न प्रकारका रुख बोट बिरुवाहरू पनि पाइन्छ। साथसाथै अहिले तपाईँलाई देखाइरहेको यो रुख चाहिँ कुन रुख हो साथीहरू, मैले चाहिँ यसको नाम थाहा पाइनँ। अनि तपाईँले यस भिडियो हेर्दै गर्दाखेरि प्लिज कमेन्ट गरिदिनुहोस् यो रुखको नाम, यो कुन रुख हो, यो रुखको नाम के हो र कुन यो रुखलाई चाहिँ के भनेर चिनिन्छ भनेर तपाईँले कमेन्टमा कमेन्ट गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। यति राम्रा राम्रा बोट बिरुवाहरू हेर्नुभयो, तर अझ म तपाईँलाई यो जुन उतापट्टि काठमाडौँबाट बुद्धनगर बानेश्वरबाट आउने यो जुन पुल छ त्योभन्दा यतापट्टि अलिकति थोरै यतापट्टि एउटा यस्तो संरचना मैले देखेको थिएँ। त्यो संरचना चाहिँ कस्तो छ भन्दाखेरि अचम्मको छ साथीहरू। वास्तवमा त्यो संरचना के को लागि बनाइयो, कसरी बनाइयो त्यो त थाहा छैन, तर त्यो चाहिँ एकदमै अचम्मको तरिकाको छ र त्यो एकदमै अधुरो नै छ। किन बनाइयो, कसरी बनायो, म तपाईँलाई देखाउँदैछु। तपाईँहरू अब तपाईँलाई धेरै प्रतीक्षा नगराइकन म देखाइरहेको छु। त्यो हो यही भर्याङ, वारिपारि भर्याङ। बिचमा न खोला छ न केही छ, तैपनि भर्याङ बनाएको छ। तर यो भर्याङ चाहिँ यति जीर्ण अवस्थामा छ नि, यो ढलेर यहाँ घुम्न आएका बालबच्चाहरूलाई यसले टाउकोमा लाएर गम्भीर घाइते अथवा ज्यानैसम्म जाने पनि अवस्था हुन्छ। मैले यहाँ के देखेँ भने यहाँनिर मर्मत सम्भारका लागि कुनै पनि निकाय नभएको कारणले गर्दाखेरि सबै यति धेरै सरकारी कोषबाट लगानी भएको यो सबै संरचनाहरू जीर्ण अवस्थामा मैले पाएँ। साथीहरू तपाईँलाई चाहिँ कस्तो लाग्छ अब कमेन्ट गर्नु होला। मैले तपाईँलाई देखाइहालेँ, यही देखाउँछु भनेको हो। यो भर्याङ तपाईँलाई कस्तो लाग्यो? पक्कै पनि हेर्दाखेरि राम्रो देखिन्छ, तर यसलाई विशेष सम्भार नभएको कारणले गर्दाखेरि अहिले जीर्ण अवस्थामा छ। साथसाथै यहाँनिर अरू पनि यस्ता संरचनाहरू छ जुन चाहिँ बेवारिसी अवस्थामा छ। यो के को लागि बनाइयो, किन बनाइयो तपाईँलाई म देखाउँदैछु। वास्तवमा यो के को लागि बनाइयो होला साथीहरू? यो स्ट्यान्ड छ, साथसाथै यहाँनिर एउटा यस्तो कुर्सी पनि भेट्यो। यो कुर्सी चाहिँ जङ्गलको बिचमा, पुरै रुख झाडीको बिचमा त्यसको पाता उखालेको छ अनि दुईवटा काठहरू त्यहाँनिर राखिएको छ अनि त्यसको पछाडि ढेसिने पनि भाँचिएको छ। यो किन कसरी यो युएन पार्कको बिचमा आयो, यो कसरी आयो भन्ने कुरा हामी तपाईँलाई फेरि सोध्न चाहन्छौँ। आज एकदमै रमाइलो, तपाईँ जङ्गल घुम्न चाहनुहुन्छ भने पक्कै पनि यो युएन पार्कमा आउनुहोस् र भित्र जङ्गल यस्तो हुन्छ भने थाहा पाउनुहुन्छ।